यस्तो च्यानल पनि एक्सेप्ट गर्नुपर्छ भनेर मैले सोचेको थिइनँ। कन्काई ग्राउन्डमा भइरहेको फाइनल गेम आज जाभा भर्सेस बिर्तामोडले कसले जित्यो? हे गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग एप सन्चै हुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ मैले धेरै दिन पछाडि फेरि मिनी ब्लग लिएर आएँ। किन यत्रो दिन पछाडि मिनी ब्लग आयो भन्नुहुन्छ भने कन्टेन्ट नै खासै राम्रो हुँदैन क्या, त्यसैले आज त साथी र म सिधै सुरुङ्गामा ल्यान्ड गयौँ। साथी भने यस्तो लजाले कि भिडियोमा हाई गऱ्यो भनेको अनुहार छोप्दै थियो। अनि ल न त भनेर सिधै गयौँ। साथीलाई त सुरुङ्गामा भेटाएको, अनि सुरुङ्गामा भेटेर हल्का सामान किन्नु छ भनेर भन्न थाल्यो। अनि सिधै गयौँ। सुरुमा त यस्तो गर्मी थियो कि, अनि त्यसको लागि एनर्जी ड्रिङ्क खान लागि मैले त एक्सट्रिम सिधै खाइसकेपछि साथीको सामान किनिवरी साथी उतालाई गयो। अनि म आएँ सिधै कम्प्युटर क्लासमा। करिब 2-3 घन्टा कम्प्युटर क्लास कम्प्लिट गरिवरी म बाहिर निक्लेँ। किनभने आज कन्काई ग्राउन्डमा झापा भर्सेस बिर्तामोडको फाइनल गेम थियो, त्यसैले फाइनल गेम हेर्नु पऱ्यो भनेर छिट्टै निक्लिएर म गएँ सिधै ग्राउन्डतिर। ग्राउन्डमा छिर्नुभन्दा अगाडि स्वागतम भनेर मलाई स्वागत गरिरहनु भएको थियो। अनि ग्राउन्डमा छिरिवरी चरपटे खान थालेँ। गेम त सुरु भएको थिएन, अनि त्यसैले चरपटे खान थालेँ। अनि चरपटे खाएपछि एकछिनमा गेम सुरु हुन लाग्यो। केटाहरू वार्मअप हान्दै थियो बिर्तामोडको टिम। अनि फाइनली एकैछिनमा फिफाको नियमअनुसार म्युजिक बजाइवरी केटाहरूलाई सिधै लगे चौरीको ग्राउन्डमा। नेपालको सानो राष्ट्रगान बजाइवरी गेमको सुरुवात गर्न थाले। त्यत्तिकैमा अलिअलि पानी पनि छुट्याइरहेको थियो। अनि पानी पर्दै पर्दै गेम सुरु भयो। अनि 20 मिनटमा झापालाई 2 गोल छिरायो बिर्तामोडको टिमले। पानी ठुलो परेको कारणले आज गेम रोकिने भयो। अनि यो गेम भोलि सुरुवात हुन्छ भनेर आज स्थगित भयो गेम। अनि त्यसपछि दोस्रो दिन पछाडि गेम पनि सुरु हुन आँटिरहेको थियो। अनि गेम सुरुवात भयो। फिफाको नियमअनुसार मतलब 0-0 स्कोरदेखि सुरुवात भयो गेम पनि निकै प्रतिस्पर्धाको भयो। अनि सुरुमै झापाको टिमले बिर्तामोड टिमलाई 2 गोल छिराइवरी हाफ टाइम भयो। हाफ टाइम पछाडि पनि झापाको टिमलाई बिर्तामोडको टिमले 2 गोल छिरायो, स्कोर बराबर भयो। अनि त्यस एकैछिनमा गेम पेनल्टी हुने पर्यो। अनि मलाई च्यालेन्ज दिनुभएको थियो एउटा केटीको, मतलब स्कुल केटीको फेसबुक आइडी माग भनेर च्यालेन्ज थियो। अनि त्यसैले म च्यालेन्ज एक्सेप्ट गर्नु पर्यो भनेर कसलाई चाहिँ मागौँ भनेर सोचिरहेको थिएँ। अनि कन्काई ग्राउन्डमा कन्काईकै स्कुलको केटीहरू थिए, झ्यालबाट च्याइरहेको। अनि उनीहरूलाई माग्नु पर्यो भनेर सिधै गर्नु सुरुमा यसो बोल्नलाई। अनि सुरुमा बोलिसकेपछि मैले फेसबुक आइडी मागेँ त्यतिलाई, त्यतिले पनि त्यतिकैमा मेरो च्यालेन्ज पनि कम्प्लिट भयो। एउटा च्यालेन्ज, अर्को पनि च्यालेन्ज त खत्रै थियो। त्यो च्यालेन्ज पनि कसरी एक्सेप्ट गरौँ भनेर सोचिरहेको थिएँ। अनि त्यसैसँग हल्का गफ गरिवरी प्लेन्टी हेर्न गएँ। फाइनल गाइड मेरो मिसन पनि सक्सेस भयो। त्यतिकैमा प्लेन्टी सुरु भयो। अनि झापाको 3 गोल अनि बिर्तामोडको 4 गोल भएर बिर्तामोड विजय भयो। झापा जित्नलाई असफल भयो। यतिकैमा गेम पनि सकियो हो। आजको लागि यति नै, एन्ड बाई। सब्सक्राइब गरिदिनु युट्युब च्यानललाई। थ्याङ्क यू।